थुप्रो ल्याउनु भएछ राम्रो लाग्यो मासु देखेर सगुने पूजा मलाई मासु मिठो लाग्दैन खसीको मासु अरू हाम्रो तपाईलाई थाहा नै छ हाम्रो गोर्खाली हामी नेपाली हौं र हाम्रो घरमा कस्तो कस्तो पूजाहरू गराइ जान्छ दशैंको बेलामा चाडबाडको बेलामा र हेर्न सक्नुहुन्छ सगुनेको पूजा हुन जाँदैछ र हजुरहरुलाई अलिकति मेरो घरको दृश्य मेरो घरमा के हुँदैछ अलिकति घरको पनि देखाउन जरुरी छ सधैँभरि त बाहिरकै देखाउँछु र आज घरको देखाउँदै छु हेर्न सक्नुहुन्छ यो खसी बनाउनु भएको अरे कोललाई कुम्रोलाई नि खसी ए माइ गॉड यहाँ ठुलो कुम्रो छ ए यसलाई खसी बनाउनुहुन्छ यहाँबाट काट्नुहुन्छ यहाँबाट काट्नुहुन्छ खसी जस्तै रहेछ नि त हैन जुन हाम्रो परम्परा चलिआएको नियम हो हामीलाई गर्न जरुरी छ यो कुरो त हजुरहरुलाई के भन्नु अब हैन ए सगुनेलाई ए ओके ओके तोरीको चाहिन्छ हैन दिदी तोरीको गुन्द्रुक चाहिन्छ साग चाहिन्छ भात खाजा बनाउनु पर्छ ओके ल अरु माले के गर्नु हुँदैछ भित्र हेर्नु पर्यो यो चाहिँ मेरो मेन घर हो है आज दशैं हो र म आइरो छु आउनु पर्छ घरमा कहिले कहिले यहाँ आटा कोठा छन् यो हो हाम्रो मेन घर ए आपेल दिनुभयो हेर्न सक्नुहुन्छ माले कति माया गर्नुहुन्छ छोराछोरीलाई ओके हैन माया गर्नुपर्छ किनकि जन्म दिइसकेपछि त्यो छोराछोरीलाई माया गरेर राख्ने आमा बाबुको काम